अब मेरो चाहिँ यति काम पुग्यो हैन। आज चाहिँ अब पिल्लर पुर्ने काम भइरहेछ, खड्डा पुर्ने काम भइरहेछ। अब यति काम पुग्यो, के गर्ने अब, काम हुँदैछ, काम पनि धेरै भएको छ। आज चाहिँ यति खड्डा सड्डा तलदेखि दिवाल लाग्दैछ, वाल लाग्दैछ, माथिदेखि यति भइरहेछ। अब दुईटा पिल्लर छ भर्नु पर्ने, हाफ पिल्लर। अनि त्यसपछि के गर्ने, यस्तै छ, दुःख गरिरहेछौँ हैन। अब 4-5 दिनपछि चाहिँ हाम्रो बिम बान्ने हुन्छ। अनि सबैले भन्नुहुन्छ दाइ कति काम पुग्यो भनेर सोध्नुहुन्छ। अब यति काम हाम्रो पुगिरहेछ हैन, हेर्न सक्नुहुन्छ। अब चाहिँ छिट्टै घर बनेर तयार हुनेछ है। अब के गर्ने, दुःख कष्ट सबै लागिएको छ, मिहिनेत गरिरहेछ। अनि राम्रो कमेन्ट गर्नु होला, कस्तो घरको डिजाइन बन्छ हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गर्नु होला, कमेन्ट गर्नु होला, ज्यादा भन्दा ज्यादा सेयर गर्नु होला। तपाईँ पनि यस्तै घर बनाउने सोच हुनुहुन्छ भने यो च्यानललाई सब्स्क्राइब गरेर चाहिँ फेभरेटमा राख्नु होला हैन। यो हाम्रो चाहिँ पुरा इन्डियन डिजाइनको बन्न लाग्छ हैन। अब नेपालमा यस्तो, हाम्रो गाउँमा चाहिँ यो फर्स्टचोटि है यस्तो घर बन्न लाग्छ। अब कस्तो हुन्छ के हुन्छ, अब घर बनेपछि देखाउँछ है। बाई बाई। यता चाहिँ मसला बनिएको छ, यहाँदेखि चाहिँ पानीको चाहिँ इन्तजाम परबाट भएको छ है।